हेलो गाइस, आज हामी चाहिँ हेटौँडा हस्पिटलमा अनलाइनको टिकटको पनि सुविधा छ, त्यो गर्न गइरहेको छौँ। अनलाइनबाट कसरी टिकट काट्ने भनेर एकदम सिम्पल तरिकाले म सिकाउन गइरहेको छु। पहिला चाहिँ तपाईँले एन्ड्रोइड मोबाइल छ भने मोबाइलको प्ले स्टोरमा गएर सर्चमा गएर हजुरले यहाँ हेटौँडा हस्पिटल भनेर सर्च गर्नु पर्यो। यसरी यो हेटौँडा हस्पिटल लेखेको वाला यसलाई इन्स्टल गर्नु पर्यो। यो चाहिँ तपाईँको मोबाइलमा इन्स्टल भइसकेपछि अब डाउनलोड भइसकेको छ। अब यसलाई चाहिँ ओपन गर्नु होला। ओपन गरेपछि यसरी यो एप खुल्छ। यसरी एप खुलेपछि अब आफूलाई कुन ल्याङ्ग्वेज सजिलो लाग्छ त्यसैमा चुज गर्नु। मैले चाहिँ अहिले इङ्ग्लिसमा गरेँ। अब यहाँ पहिला सुरु चाहिँ अब यहाँ चाहिँ लगइन गर्नुपर्ने हुन्छ हजुरहरूले। यो पहिला लगइनमा थिच्नु पऱ्यो। यहाँ माथि लगइन छ, लगइनमा थिचेर आफ्नो नम्बर कुनै अब मोबाइल हाल्नु पऱ्यो। ल अब यहाँ चाहिँ नम्बर यहाँ मैले हालिसकेको छु। अब कन्टिन्यू गर्नु पऱ्यो। कन्टिन्यू गरेपछि मेरो चाहिँ यहाँनिर यो नम्बर चाहिँ रजिस्टर भएको छैन हेटौँडा हस्पिटलमा भनेर भनिरहेछ। अब मसँग चाहिँ हस्पिटल नम्बर पनि छैन। त्यो भएको कारणले हजुरहरूसँग हस्पिटल नम्बर छ भनेदेखि यहाँ हालेर सिधै गर्न पनि सक्नुहुन्छ। यदि छैन भने पनि रजिस्टर विदाउट हस्पिटल नम्बर यो तल्लोपट्टिकोमा चाहिँ क्लिक गर्नुपर्ने भयो। यसपछि यहाँ अब यो देखाउँछ, ओटिपी आउँछ। प्रोसेस गरेपछि अब यहाँ एउटा कोड आउँछ म्यासेजमा। त्यो कोड चाहिँ म्यासेजबाट हेर्नु पर्यो। मेरो कोड आइसकेको छ। अब यहाँनिर इमेल चाहिँ अप्सनलमा भएको कारणले गर्दाखेरि इमेल कम्पलसरी छैन, नहाल्दा नि भयो। मोबाइल नम्बर यहाँ माथि अटोमेटिक देखाउँछ। फर्स्ट नेम हजुरको फर्स्ट नेम हाल्नु पऱ्यो, लास्ट नेम हाल्नु पऱ्यो, उमेर कति वर्ष हुनुभयो त्यो चाहिँ उमेर हाल्नु पऱ्यो। त्यसपछि महिना हो कि डेज हो कि इयर हो यहाँनिर चाहिँ छुट्याउने ठाउँ आउँछ। त्यो गरिसकेपछि यहाँ डेट अफ बर्थ हालेर यहाँ रियल डेट अफ बर्थ हो भनेर टिक लगाइदिनुहोस्। त्यसपछि मेल फिमेल एउटामा टिक लगाएर सबमिट गरिदिनु पर्ने हुन्छ। ल साथीहरू, मैले सबै हालिसकेँ। अब सबमिट गरिदिएँ मैले। सबमिट गरेपछि यहाँ पासपोर्ट राख्ने ठाउँ आउँछ। पासपोर्ट चाहिँ हजुरहरूले आफूलाई सजिलो हुने पासपोर्ट राख्न सक्नुहुन्छ। ल पासपोर्ट राखिसकेको छु मैले। अब सबमिट गरौँ। ल अब चाहिँ यहाँ चाहिँ एड्रेस चाहिँ अपडेट गर्नको लागि भनिरहेछ। अब यहाँ थिच्ने बित्तिकै अटोमेटिक यो जिल्लाहरू आउँछ। अब कुन ठाउँमा हजुरको छ एड्रेस त्यो अनुसार हाल्नुहुन्छ। ल यहाँ सबै एड्रेसहरू भइसकेको छ। त्यसपछि अगाडि बढौँ हामी। यो चाहिँ प्रोफाइल बन्दैछ। यो एकचोटि गरेपछि चाहिँ यो धेरैचोटि गरिरहनु पर्दैन, एकचोटि गरेपछि हुन्छ। यो चाहिँ अब हाम्रो प्रोफाइल चाहिँ रेडी भइसकेको छ। यहाँ हेर्न पनि सकिन्छ हामीले डिटेल्सहरू सबै छ। यसलाई एड्रेसहरू चाहिँ चेन्जहरू गर्न नि मिल्छ पछि। अब अहिलेलाई चाहिँ हामी एउटा चाहिँ टिकट अब चाहिँ सबै प्रोफाइल बनिसकेको छ। अब चाहिँ हाम्रो एपोइन्टमेन्ट बुकिङ गर्ने ठाउँमा हामी आइपुग्यौँ। अब यहाँ चाहिँ धेरै डिपार्टमेन्टहरू छ। आयुर्वेद छ, डर्माटोलोजी, अब छाला सम्बन्धी हो भने हजुरहरूले डर्माटोलोजीमा काट्न सक्नुभयो। आयुर्वेद सम्बन्धी चेकअप गर्नलाई आयुर्वेदमा काट्न सक्नुभयो। त्यस्तै गरी हजुरहरूलाई कुन डिपार्टमेन्टमा अब अपाइन्टमेन्ट लिन चाहनुहुन्छ। मलाई चाहिँ सुगर प्रेसरहरू पेसेन्टलाई एकचोटि देखाउनु पर्ने कारणले गर्दा मैले चाहिँ यहाँ मेडिसिनमा क्लिक गरेँ है। अब यहाँ यसरी देखाउँछ, यसरी यो कुन कुन दिन तपाईँले चाहिँ काट्न सक्नुहुन्छ टिकट भनेर यो देखाउँछ। त्यसमा चाहिँ तपाईँले अब यो मलाई चाहिँ सन्डेको चाहिएको छ। सन्डेमा चाहिँ 36 टोकन लेफ्ट भनेपछि अब 36वटा मात्रै बाँकी छ अब भनेपछि यसले। अब मैले यहाँ क्लिक गरेँ। त्यसपछि यहाँ देखाउँछ। यहाँ चाहिँ बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि यो ओल्ड पेसेन्ट र न्यू पेसेन्ट भनेर देखाउँछ। अब यो ओल्ड पेसेन्ट चाहिँ अहिले चालु भइसकेको छैन। त्यो भएको कारणले हजुरहरूले चाहिँ न्यू पेसेन्टबाटै गर्नुपर्ने हुन्छ। अहिलेको लागि चाहिँ न्यू पेसेन्टमा क्लिक गरेपछि
अब यहाँ देखाउँछ आफैलाई जँचाउन चाहनुहुन्छ कि परिवारको अरू अन्य सदस्य अथवा साथीहरू कसैको काट्न चाहनुहुन्छ कि आफैलाई जँचाउन चाहनुहुन्छ भनेर यहाँ देखाउँछ। अब यहाँ चाहिँ अब हजुरले अघि प्रोफाइल बनाइसक्नुभयो, एउटा प्रोफाइल त अलरेडी बनिसकेको छ लगइन गर्दा। यो प्रोफाइल बनिसकेको अब आफैले चेक गर्ने हो भने चाहिँ सिधै यसमा क्लिक गर्दा भयो, यसरी अगाडि बढ्न सक्यो। यदि आफूले चेक गर्नु छैन र अरू कुनै साथीभाइ परिवारको गर्नु छ भने यहाँ एड पेसेन्टमा थिचेपछि यहाँ नाम यहाँ सबै डिटेल्सहरू भरेर यसलाई सेभ गरिसकेपछि यो चाहिँ यहाँ आएर बस्छ। त्यसमा क्लिक गरेर हजुरले जसको काट्न खोज्नुभयो उसैकोमा थिच्ने। अब अहिले चाहिँ मैले आफ्नै काट्न खोजेको कारणले गर्दा यहाँ थिचेँ, यसरी यो आउँछ। अब यहाँनिर चाहिँ बुझ्नुपर्ने कुरा चाहिँ के छ भन्दाखेरि यो क्यास हजुरहरूको स्वास्थ्य बिमा चाहिँ छ कि छैन। स्वास्थ्य बिमा छैन यदि भनेदेखि हजुरहरूले यहाँ 40 रुपियाँ पैसा तिर्नु पर्ने हुन्छ। अब त्यसको लागि यहाँ सिधै पे नाउ गरेर अब ई सेवा कनेक्ट आइपिएस कुन छ हजुरलाई त्यसबाट चाहिँ पैसा यहीँबाट तिरेर चाहिँ कन्फर्म गर्न नि सक्नुहुन्छ। यदि हजुरहरूको चाहिँ स्वास्थ्य बिमा छ, यसरी चाहिँ स्वास्थ्य बिमाबाट चाहिँ तपाईँ उपचार गर्न चाहनुहुन्छ भनेदेखि चाहिँ यहाँ तल लेखेको हुन्छ वा अर अथवा वामा म स्वास्थ्य बिमामा कार्यक्रममा अनुबन्धित छु भनी सो घोषणा गर्दछुमा क्लिक गरिसकेपछि यसमा क्लिक गरेपछि यहाँनिर चाहिँ NGHIS नम्बर भनेर आउँछ। यसमा चाहिँ हजुरहरूले फेरि ध्यान दिनुपर्ने कुराहरू के हजुरको बिमाको कार्डमा जुन नम्बर हुन्छ अब त्यो नम्बरमा चाहिँ फेरि घरमूलीको नम्बर हाल्नु भएन। यहाँ जसको घरमूलीको नम्बर हालेर धेरै मिस्टेक पनि गर्नुहुन्छ। घरमूलीको नम्बर हाल्यो भने जसको नम्बर हाल्यो उहाँको नै बिमाको चाहिँ यो नाम माथिको जे भए पनि जसको नम्बर हाल्यो उसैको टिकट काटिने भएको कारणले गर्दाखेरि हजुरहरूले त्यो QR कोड भन्दा तल्लोपट्टि कम्प्युटर प्रिन्टेड नम्बर हुन्छ त्यो नम्बर चाहिँ हाल्नु पर्यो। जुन बिरामीको चाहिँ चेक गर्ने हो उहाँको चाहिँ त्यो कम्प्युटरले लेखेको नम्बर हुन्छ, QR कोड हुन्छ त्यो बिमाको माथि दाहिने साइडमा, त्योभन्दा जस्ट मुनिपट्टि चाहिँ कम्प्युटर प्रिन्टेड नै हुन्छ त्यो नम्बर चाहिँ, त्यो चाहिँ हाल्नु पर्यो। तल डटबिनले अथवा घरमूलीको नम्बर भनेर लेखेको चाहिँ त्यो चाहिँ हाल्नु भएन। अब जस्तै मैले यहाँ अहिले एउटा नम्बर हालेँ, यहाँ मैले चाहिँ बिमा नम्बर हालिसकेको छु। अब यहाँ भेरिफाई भनेरमा पे गर्नु पर्यो। त्यो गरिसकेपछि चाहिँ यसरी एपोइन्टमेन्ट बुक सक्सेसफुल्ली भनेर आउँछ। अनि यहाँबाट चाहिँ हजुरले डन गरिदिनु भएपछि यसरी माथि हस्पिटल भिजिट एपोइन्टमेन्ट भनेर डिटेल्स देखाउँछ। यो डिटेल्समा चाहिँ हजुरले कुन डेटको लागि एपोइन्टमेन्ट लिनुभएको हो, कुन डिपार्टमेन्टको लागि हो भनेर यो सबै देखाउँछ। अब यसमा थिचेर चाहिँ हजुरले फुल डिटेल्स हेर्न पनि सक्नुहुन्छ। अनि यसलाई चाहिँ स्क्रिनसट गरेर लिएर आउँदाखेरि राम्रो, यसरी स्क्रिनसट गरेर अनि हस्पिटलमा ओपिडीमा काउन्टरमा गएर पहिला सुरु काउन्टर जानु पर्यो। काउन्टरमा गएर यो स्क्रिनसटै देखाउनु भयो भने चाहिँ उहाँहरूले दिन पनि सजिलो हुन्छ। सजिलै हजुरहरूले चाहिँ टिकट प्राप्त गर्न सक्नुहुन्छ। यो चाहिँ मैले स्वास्थ्य बिमाबाट देखाएँ हजुरहरूलाई। ल यसै गरी कम्प्लिट भएको छ हाम्रो एपोइन्टमेन्ट।